भीम र भूमिकाले खेलेको घिनलाग्दो खेलको अन्त्य भने अब चाँडै हुँदैछ। सुकुमायाको आगमन सँगसँगै यिनीहरूको अन्त्य भने पक्कै हुनेछ। भुन्टीले अब सुख पाउने छिन् भन्ने आश गरिरहेका छौँ भने भूपेन्द्रले पनि अब आफूले गरेको गल्तीको महसुस भने पक्का गर्नेछन्। किनकि आफ्नो श्रीमतीलाई कतिसम्म भनिरहेका छन् र औकातसम्मका पनि कुराहरू गरिरहेका भूपेन्द्रले आफ्नै श्रीमती निर्दोष हुँदाखेरि कतिसम्म भनेको थिए भन्ने कुराको हिसाब किताब गर्न भने सक्ने छैनन् र बिचरा भुन्टीको अगाडि अब भूपेन्द्रले कसरी ठाडो शिर गरेर हिँड्लान्। आफ्नै भाइ र बहिनीको कारण आफ्नै श्रीमतीको अगाडि शिर झुकाउन बाध्य हुनुपर्ने भयो। भूपेन्द्रका दाजुले त बार बार भनिरहेका छन् अहिलेसम्म भुन्टी दोषी साबित भएकी छैनन्। उसलाई जे पायो त्यही भन्न तिमीहरूलाई कसले अधिकार दियो सम्म भन्न भ्याइसकेका थिए। तर पनि उनीहरू भने मानिरहेका छैन। जतिखेर पनि भुन्टीलाई नै दोषी देखाउने र भुन्टीलाई नै आरोप प्रत्यारोप लगाउँदै भुन्टीलाई जलिल गराउने र भुन्टीको भित्री आत्मा दुखाउने भन्दा अरू काम केही गरेका छैनन्। तर अब यो सारा कुराको हिसाब किताब भने सुकुमायाले एकैचोटि गर्नेछिन्। किनकि सुकुमाया अब सहर आउनुपर्छ र यिनीहरूको सारा काला करतुतहरूलाई बाहिर निकाल्दै आफ्नी मितिनी भुन्टीलाई निर्दोष साबित गराएर तिनीहरूलाई सबैलाई जेल पठाएको हेर्नुपर्नेछ। किनकि सुकुमायाले थाहा पाएपछि भने यिनीहरूलाई यतिकै छोड्छिन् भन्ने मलाई पनि लाग्दैन। किनकि सुकुमाया भनेको अन्याय र अत्याचारको लागि लड्ने केटी हो भन्ने कुरा सबैले बुझेका छन् र उनीहरूले पनि बुझेकै छन्। तर आजभोलि सुकुमायाको चहलपहल नहुँदा र भुन्टीसँगको सम्पर्क नहुँदाखेरि यिनीहरूले अब यसको पछाडि कोही रहेन रहेछ भन्ने कुरा थाहा पाएका हुन्। तर अझै पनि सुकुमाया भने अब आउने पक्का भइसकेपछि अब यिनीहरूले थाहा पाए भने यिनीहरूको मुटुले ढ्याङ्ग्रो ठोक्ने भने पक्कै छ। किनकि सुकुमायाले कहिले पनि अन्याय र अत्याचार गर्नेलाई कहिले छोड्दिनन् भने आफ्नै मितिनीलाई यतिसम्म गर्ने र यतिसम्म यातना दुःख कष्टहरू भोग्न लगाउनेहरूलाई त पक्का पनि छोड्दिनन् होला। किनकि बिचरा भुन्टीले कतिसम्म समस्या र उनीहरूको यातना र उनीहरूको गाली बेइज्जती सहेकी छिन् भन्ने कुरा त सारा हामीलाई पनि थाहा छ। बिचरा भुन्टी सधैँ परिवार र श्रीमतीको खुसी चाहन्थिन् तर सदाबहार श्रीमानको खुसी चाहन्थिन्। तर सदाबहार उसैमाथि किन यसरी झम्टी आरोप प्रत्यारोप लगाइरहेका छन्। उसैका आफ्नै देवर र नन्दले यिनीहरूको पनि एक दिन आउँछ होला सायद। नन्दको पनि त्यस्तै घरमा बिहे भएर जाओस् र उसको पनि नन्द त्यस्तै खालको निस्कियोस् र भुन्टीलाई जसरी व्यवहार गरिरहेकी छे त्यसरी नै उसलाई पनि व्यवहार गरोस् र रुँदै गरेकी आफ्नी बहिनीको आवाज सुन्नको लागि सुन्न नसकेर आफ्नो ज्वाइँमाथि हात उठाउनलाई तयार होस् भीम पनि र भीम गएर देख्न साथ यस्तो हुँदो रहेछ भन्ने कुराको महसुस गरोस्। बल्ल थाहा हुनेछ यिनीहरूलाई जिन्दगी के हो भनेर र भुन्टीले कसरी सहिरहेकी छिन् भन्ने कुरा पनि बल्ल थाहा हुनेछ। र भुन्टीलाई बारम्बार हेप्नु चेप्नु र गाली गर्नु भन्दा यिनीहरूले केही जानेनन्।